हेलो एभ्रिवान नमस्ते अ भेरी गुड मर्निङ टु अल इट्स मी आशिका हजुरहरूको साथी फेरि पनि मेरो युट्युब च्यानलमा हजुरहरू सबैजनालाई स्वागत छ है। अनि तपाईँहरूले देखिराख्नु भएको छ होला म कति हतारमा छु भनेर। हरिबरी स्पोइल्स द करी भनेको जस्तै यति धेरै बिजी भइरहेको छु कि म यो चाहिँ मेरो क्लास जानुभन्दाको अगाडि भिडियो मैले बनाइरहेको छु। अहिले चाहिँ फिलहाल मैले मेरो हस्बेन्ड र नानीलाई स्कुल पठाइसकेर अब म पनि क्लास जानुको लागि यति धेरै बिजी भइसकेको छु त्यो भिडियो बनाइरहेको छु है। अनि अहिले चाहिँ मैले मेरो कुर्ता निकालिरहेको छु। हाम्रो गाडी चाहिँ 9 बजी लाग्छ अनि अहिले चाहिँ 8:20 भइरहेको छ। अब 40 मिनटको मेरो काम हेर्नुहोस् होला तपाईँहरूले। अन्त देख्न सक्नुभयो होला मेरो नानी र मेरो बुढाले ब्रेकफास्ट गरिकन गएको भाँडा चाहिँ मैले धुँदैछु अहिले। अनि यति धेरै हतार भइरहेको छ कि त्यो 40 मिनट्समा चाहिँ मैले सबै काम भ्याउनु पर्ने भएको छ। अनि अब चाहिँ मैले भाँडा धुइसकिसकेँ। अब चाहिँ म अलिकति ग्यास सफा गर्नेपट्टि लाग्छु है। I know guys, all the women watching me over there can relate. हाम्रो चाहिँ यति धेरै काम हुन्छ कि काम भन्ने चाहिँ कहिले पनि नसकिँदो रहेछ क्या। अनि जति गरेँ त्यति बेसी काम। अहिले हेर्नुहोस् होला म यति धेरै त्यो 40 मिनट्स कभर गर्नुको लागि चाहिँ यति छिटो काम गर्दैछु कि 6 बजी उठेर पनि कामै नसकिने खालको काम क्या। अब चाहिँ हेर्नुहोस् होला म रेडी हुनु गइरहेको छु। डन कुर्ता। सो गाइज मुभिङ फरवर्ड है। अब चाहिँ म अलिकति कपाल कोर्ने छु। मेरो मेकअपको नाममा चाहिँ हेर्नु सक्नुहुन्छ होला तपाईँहरूले म अलिकति आइब्रोलाई हल्का है कोर्छु। मेकअप गर्नु त जानिँदैन आफू भने है। अनि अलिकति लिपस्टिक अलिकति आइब्रो अलिकति कपाल कोरेर सिन्दुर लगाएपछि त्यही हो मेरो चाहिँ फुल अन मेकअप। साथीहरू मलाई चाहिँ मेकअप गर्नु आउँदैन है। मेरो चाहिँ यति नै हो। एन्ड आई सी क्या अरू वुमेन्सहरूले कति धेरै मेकअप गरेको हुन्छ एन्ड यति राम्रै देखेको हुन्छ। बट मलाई चाहिँ अहिले त फिलहाल घाम पनि यति धेरै लाग्छ कि मलाई चाहिँ स्वेट पनि आउँछ है। त्यो स्वेटले चाहिँ सबै मेकअप बगायो भने चाहिँ आई लुक लाइक अ कार्टुन। सो इट्स बेटर नट टु डु एनिथिङ भनिन्छ नि क्या। हामी बिहा भएको लेडिजहरूको चाहिँ आइडी कार्ड चाहिँ यही हेऱ्यो क्या, सिन्दुर एन्ड मङ्गलसूत्र। यस, यो दुइटा चाहिँ लगाएको छ भने चाहिँ यो चाहिँ बिहा गरेको भनेर ठानिन्छ अरे है। एन्ड अब चाहिँ मैले गरिसकेँ। म कपाल कोर्नपट्टि गइरहेको छु। अहिले यति धेरै घाम छ के भन्नु। म पोनीटेल बाटिकन आइसकेको छु। म कपाल खुल्ला गरेर राख्नु सक्दिनँ है। ऐना हेर्दै मस्किँदै म त्यहाँनिर सो फ्रेन्ड्स अब चाहिँ ब्याग रेडी बनाऊँ क्लासको लागि। क्लास जानुको लागि चाहिँ मैले अब त्यहाँनिर मैले कपी हालिसकेपछि यो आधार कार्ड पेन खोज्दैछु है। पेन हाल्दैछु। त्यसपछि यो मेरो मिनी फ्यान यो जब जाँदा पनि म बोक्छु क्या। गरम यति धेरै लाग्छ मलाई, पसिना आउँछ है। अनिखेरि यो चाहिँ मेरो बुढाले गिफ्ट गरेको ल्यापटप। म चाहिँ सधैँ आफ्नै ल्यापटप लगेर सिक्छु नि त त्यहाँनिर क्लासमा हो। अरूले चाहिँ कम्प्युटरै युज गर्छ। सो गाइज अब चाहिँ जुत्ताको टर्न है। जुत्ता पनि देखाइदिएको नि त। यो चाहिँ मलाई एभ्री टाइम कम्फर्टेबल हुने सुज क्या, आई मिन पम्प सू है। यो चाहिँ मेरो फेभरेट हो, अल टाइम फेभरेटवाला सू। अब त्यहाँ नानीले छडेको अलिकति यता त्यता त्यो पनि मिलाइहाल्छु। साथीहरू लास्ट बट नट द लिस्ट है, आइ एम सर्चिङ फर माई पर्फ्युम। अनि मैले यहाँ पर्फ्युम पाइसकेँ जो चाहिँ हो वाटर गर्ल। यो चाहिँ मैले कलेज टाइमदेखिको लगाउँदै आएको। यसको फ्रेग्रेन्स चाहिँ मलाई धेरै मनपर्छ क्या। अनि अहिले चाहिँ म रेडी भइसकेँ फिलहाल। अब चाहिँ म किचनमा गएर अलिकति ब्रेकफास्ट गर्छु। एन्ड ब्रेकफास्टमा चाहिँ मैले सेवाई खाँदैछु। सेवाई चाहिँ मेरो छोराको फेभरेट हो क्या। लन्चमा उसले मलाई आफै डिमान्ड गर्छ कि मलाई सेवाई हालिदिनु भनेर। एन्ड मैले पनि त्यही खाइरहेको छु अहिले फिलहाल। आइएम डन। साथीहरू तपाईँले केही नोटिस गर्नुभयो होला है। एन्ड पिङ्क कुर्ता एन्ड पिङ्क कलरको मग पिङ्की। सो गाइस मैले सकिसकेँ। अब लेट्स स्विच अफ द लाइट। अनि दैलो पनि बन्द गर्नुपर्छ है गाइस। अब यहाँ चाहिँ हल्का हेर्दै ऐनातिर आफै मस्किँदै है।
डोरबेल पनि बजिसकेको छ अनि मलाई चाहिँ लाग्छ माथि बहिनी आइसकेको छ भनेर। सो अब चाहिँ म निस्किन लागिरहेको छु। बाहिर चाहिँ मलाई बहिनीले वेट गरिराख्नु भएको थियो। हाम्रो चाहिँ उहाँ चाहिँ छिमेकी पनि हो एन्ड मेरो माथिल्लो तलामा बस्छ है। लेट्स क्लोज द डोर। उहाँ चाहिँ दिदी र बहिनी पर्खिरहेको छ। गुड मर्निङ। तपाईँ पनि हो आजदेखिको ए सेम गाडीमा हो। साथीहरू हाम्रो गाडी चाहिँ वहाँनिर लागिरहेको छ। अब भने चाहिँ हाम्रो गाडीमा चढ्न गइरहेको छु। मण्डेला आटो आज त पुरा रहेछ हौ। यहाँ चाहिँ हाम्रो दिदीबहिनीहरू बसिराख्नु भएको छ है डिफ्रेन्ट कोर्सको। कसै मण्डला आर्टको, कसै ब्युटिसियन, कसै टेलरिङ, कसै कम्प्युटर कोर्सको। सरी हेलो नाइ दिदी उयो कम्प्युटर। ओके अहिले चाहिँ फिलहाल हाम्रो गाडी चलिसकेको छ। हिँडिसक्यौँ। फाइनली गाइज हामी चाहिँ अहिले आइपुगिसक्यौँ। बाई बाई। यो चाहिँ हो हाम्रो क्लासरुम। तपाईँहरू हेर्नु सक्नुहुन्छ कम्प्युटर कोर्स क्लासरुम। गुड मर्निङ। ओके माई पिपल अब चाहिँ हाम्रो क्लास स्टार्ट भइसकेको छ। यो चाहिँ हो मेरो चाहिँ आफ्नै ल्यापटप म ल्याउँछु, त्यही भएर यो चाहिँ हो मेरो आफ्नो डेस्क। यहाँनिर तपाईँहरू हेर्नु सक्नुहुन्छ बाँकीको लेडिजहरू है। अनि यहाँनिर स्टुडेन्टहरू पनि आउँछ ट्रेनिङ लिनु। यिनीहरू चाहिँ स्टुडेन्ट्सहरू हो। ओके अब चाहिँ म क्लास स्टार्ट गर्छु है। तपाईँहरूले मेरो भिडियोज हेरिदिनुहोस् होला, धेरै धेरै माया दिनुहोस् होला एन्ड डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब माई भिडियो। थ्याङ्क यू, बाई बाई।